हो सरजी नमस्कार नमस्कार के छ तपाईँ आइरह हो कि गइरह हो यो त जाम भएको त मेरो पनि लास्टै छ बाइकमा त होइन म स्कर्पियोमा को तपाईँको आफ्नै विशाल सर पनि छन् कहाँ छन् यहाँ छैन म पनि स्कर्पियोमा त्यो थलालजीको म पनि थलालजीको स्कर्पियोमा हो यो फल्टुलेर हाम्रो सहजपुरको बिचमा ट्याङ्कर र बजाङ जाने बस ठोकेर पुरै बाटो जाम भएको छ दुईटै साइडतिर लगभग 1-2 किलोमिटर जति पुरै जाम लाग्यो 2 घन्टा भइहाल्यो यो हाम्रो ट्याङ्कर र यो बस ठोकेर 2 घन्टा भइहाल्यो पुरै बाटो जाम भएर खतम यो हाम्रो फल्टुने र सहजपुरको बिचमा हो सर यार बिहानै 2 घन्टा भइहाल्यो पुरै बजाङ जाने बस र यो हाम्रो ट्याङ्कर ठोकिया छ के यो दुई घन्टा भइसक्यो यति जाम छ 2 किलोमिटर दुईटै साइडमा बसको त यस्तो भएको छ यहाँ पुरै मोहननगरबाट बजाङ गइरहेको बस हो यो सहजपुर र फल्टुनेको बिचमा हो अब त सानो गाडी त जान्छु होला यहाँ पनि डबल छ त्यहाँ पनि डबल जाम छ के फल्टुनेसम्मै जाम छ उतातिर पनि यतातिर पनि हाम्रो सहजपुरतिर सम्मै जाम छ 2 घन्टा भइहाल्यो सिटीले ल्याउने हो बाटै त्यहाँ ल अब खुलिसक्यो ल पुरै जाम छ पछाडिसम्म यार
त्यहाँ त डबल छ त्यहाँ त सहजपुरसम्म छ यहाँ पनि फल्टुनेसम्मै जान्छ त्यहाँ सहजपुरसम्मै जान्छ डबल साइड फेरि कहाँ ठोकिया छ त्यहाँ पनि जान्छ फेरि यहाँ बाटोमा राखेर नउत्रिनु फेरि बाटै जान्छ उसै के भयो लाग्छ भने यहाँ बस यो छ नि हाम्रो यो उसले ठोक्यो यो ट्याङ्कर र यो बस 2 घन्टा भइहाल्यो पुरा जाम छ यार यहाँ ल अब जाम खुलिसक्यो 2 घन्टा पछि चोट लागेको छ 2-3 जना कुन ठाउँ हो यो हाम्रो सहजपुर र फल्टुनेको बिचमा हो यहाँ सहजपुर भन्दा लगभग 1 किलोमिटर अगाडि फेरि बुडरमा एउटा टिप्पर र बस ठोकिया छ भने बाटोभरि जाम छ आज त ल अब बाटो खुलिसक्यो ल यो साइड खुल्यो